त्यहाँ यङ इनर्जेटिक राम्रो मान्छे हुनुहुन्थ्यो। यसो हेर्दाखेरि फेस पनि राम्रो, त्यसमध्ये नि यङ इनर्जेटिक सबै हुनुहुन्थ्यो। त्यो बेलामा हामी गोर्खामा पढ्दा 16 सालमा मलाई लाग्छ म 8 कक्षामा थिएँ होला। बिपी कोइराला प्रधानमन्त्री भएर हाम्रो कक्षामा नि जानुभएको थियो हेर्ने, स्कुल हेर्दै। त्यहाँ म माथि अनायास आक्रमण भयो। मलाई म बेहोस भएर 12 घन्टापछि बिउज्या हो। यहाँ काठमाडौँ ल्याएपछि मेरो सबै थिएँ। आँखा 3 महिनापछि खुल्यो। मेरो करङहरू भाँचिएका थिए, ढाड भाँचिया जस्तो थियो। ढाड चाहिँ भाँचिया रहन्छ, करङहरू भाँचिया थिए। तिग्रा चलेन 2 महिना जति। यस्तै यस्तै सजाय भयो, तर म बचेँ। दर्शकबिन नमस्कार। आज म चुडामुनि शर्मासँग संवाद गर्नेछु। सन् 2002मा गोरखामा जन्मिनु भएको शर्माले सन् 2018मा एसएलसी उत्तीर्ण गर्नुभयो। त्यस्तै सन् 2033मा राजनीतिक शास्त्रमा एमए पास गर्नुभयो। यसै सिलसिलामा शिक्षक पेसामा आबद्ध हुनुभएको शर्माले जीवनको अधिकांश समय शिक्षक र प्राध्यापक भएर बिताउनु भयो। उनै चुडामुनि शर्मासँग आज म गहिरो संवाद गर्नेछु। आउनुहोस् आजको मेरो अतिथि चुडामुनि शर्मालाई स्वागत गरौँ। सर, हजुरलाई स्वागत छ। ल, धन्यवाद। तपाईँ खास गरी 2002 साल जेठ 19 गते गोर्खामा जन्मिनु भयो है। अलिकति तपाईँको पारिवारिक पृष्ठभूमि भनिदिनुहोस् न, कस्तो परिवार थियो, कस्तो परिवारमा जन्मिनु भयो? म 2002 साल जेठ 19 गते जुन परिवारमा जन्मी त्यो मेरो पण्डित कुल। मेरो बाजे पनि पण्डित हुनुहुन्थ्यो, मेरो बुवा पनि पण्डित, र म त्यही परिवारमा माइलो छोरोको रूपमा म जन्मिएँ। मेरो 4 दाजुभाइ थियौँ हामी, 3 दिदीबहिनी र मेरो बुवा आमा। हामी मध्यम परिवारका मान्छे हौँ र सामान्यतया गाउँको लगभग गाउँमा हामी अग्रपङ्क्तिमा पर्थ्यौँ। शिक्षित परिवारमा जन्मिनु भएको कारण तपाईँको शिक्षा आरम्भ सुरुमा नै अथवा सानै उमेरदेखि भयो भनेर बुझौँ? म धेरै सानो उमेरमा 5 वर्षदेखि म करिब 1 कोस टाढाको गोर्खा सदरमुकाममा रहेको स्कुलमा, शक्ति विद्यालय स्कुलमा पढ्न जान्थेँ। त्यस स्कुलमा मेरो ठुलो बुवा शिक्षक भए नाताले मलाई रेखदेख गर्दै पढाउन लानुहुन्थ्यो र म जान्थेँ। म धेरै सानोदेखि पढ्न सुरु गरेँ र मैले 2018 सालमा एसएलसी परीक्षा दिएको हो। त्यसो रिजल्ट हुँदा 19 साल भएको थियो। म 2019 सालमा एसएलसी पास भएको हो। तपाईँको पुस्ता अथवा तपाईँको बुबाहरू गोर्खाकै हो कि अथवा कहीँबाट आएर गोर्खामा बस्नु भएको थियो, त्यो पनि भनिदिनुहोस् न। हाम्रो त्यहाँ 7औं पुस्तासम्म त्यहीँ बाहिरबाट कहीँबाट आए पनि त्यहीँ बसिरह 7 पुस्ता भइसकेको थियो। त्यो खास गरेर राजा राम शाहले पुरेतको रूपमा कट्टेलहरूलाई लिएर गएको भन्ने हामी त्यहाँ इतिहास पाउँछौँ। हामी कट्टेल डाँडा भन्ने ठाउँमा करिब 80 घर कट्टेलहरूको बस्ती थियो र अहिले पनि लगभग 50-60 घर छन्। अरू धेरै चितवनतिर यताउति छरिनु भयो। कट्टेल डाँडामा कट्टेलहरू मात्रको बस्ती थियो र कट्टेलहरू अलिकति राजनीतिक हिसाबले अलिकति सचेत र पढाइ गुनाइमा सबै सामान्य शिक्षा सबैको थियो। हाम्रो गाउँमा हामीले एक फेर गन्दाखेरि 72 जना प्राइमेरी शिक्षकहरू हुनुहुन्थ्यो। हरेक घरमा शिक्षक थियो। मेरो घरमा हामी 7 जना शिक्षक थियौँ। खास गरी तपाईँले शिक्षा आरम्भ गर्दाखेरि करिब 78 वर्ष पहिला हैन, गोरखामा कसरी शिक्षाको यो लहर चलेको थियो अथवा कति स्कुल थिए त्यो बेला तपाईँको जिल्लामा? यो गजब कुरा सोध्नुभयो। 2007 सालको
प्रजातन्त्रको उदयपछि बल्ल शिक्षामा मान्छेहरूको ध्यान गयो र स्कुल खोल्न थाल्यो। गोर्खा बजारमा पनि एउटा पाठशाला थियो, सरकारी पाठशाला, र सँगसँगै अब स्कुल पनि चाहिन्छ भनेर आधार स्कुल दिएको थियो सरकारले। म त्यो आधार स्कुलको पहिलो कक्षामा भर्ना भएर पढ्न सुरु गरेँ हो। त्यो बेलामा 2 कक्षादेखि नै व्यावसायिक शिक्षा दिइन्थ्यो। त्यो गान्धीजीले सुरु गर्नुभएको इन्डियाको त्यो शिक्षा त्यो हामीलाई पनि पिउरी काट्ने, पिउरी बनाउने, त्यसबाट कपडा बुन्ने, यस्तो कुराहरू खाले प्र्याक्टिकल शिक्षा पनि हुन्थ्यो। कति वर्षको उमेरमा स्कुल जानुभयो तपाईँ? 5 वर्षको उमेरमा स्कुल गएको जान चाहिँ टाढा स्कुल भयो हुनाले धेरै गाह्रोसँग गइन्थ्यो। 5 वर्षको उमेरमा स्कुल जानुभयो। खास गरी त्यो बेला कति समयमा विद्यालय खुल्थ्यो र कति समयमा बन्द हुन्थ्यो त्यो पनि सम्झिनुहुन्छ? त्यो विद्यालय खुल्ने समय त प्रायः त्यही 10 बजे हो र 4 बजे बन्द हुने, यसैलाई आधार बनाउँथे। बरु घडी थिएन, त्यो बेलाका मान्छेहरू अड्कलले घडी हिसाब हुन्थ्यो, त्यसरी छुट्टी हुन्थ्यो। यस्तै हो, त्यही 10-4 कै कुरा हो। आज तपाईँलाई सोध्नुपर्ने धेरै प्रश्नहरू छन्। म किन तपाईँको बाल्यकालतिरै फोकस भएको छु भन्दाखेरि करिब 70-78 वर्ष पहिलाको त्यो बेलाको बाल्यकाल अथवा त्यो बेलाको समय, त्यही पनि राजधानीभन्दा केही पर गोर्खामा कस्तो थियो भनेर आम दर्शकलाई पनि जिज्ञासा लाग्न सक्छ। त्यसकारण पनि म तपाईँको बाल्यकालतिरै केही फोकस भएको छु होइन। भने पछाडि तपाईँले कति सालमा एसएलसी दिनुभयो? मैले 2018 सालमा एसएलसी दिएँ। मैले एसएलसी दिँदा मेरो स्कुलको पहिलो ब्याच हो म। त्यो शक्ति हाई स्कुल गोर्खा भन्ने अभर त अहिले पनि छ। त्यो स्कुल सदरमुकामको स्कुलबाट 10 जनाले हामीले टेस्ट परीक्षा दियौँ, तर म 1 जना मात्र सेन्टअप गर्नुभयो, बाँकी साथीहरूलाई अनुत्तीर्ण घोषणा भयो। म एक्लै पोखरा गएर जाँच दिन पर्थ्यो। गोर्खामा फोटो खिच्ने व्यवस्था नभएकोले सुप्रिन्टेन्डेन्टलाई चिनाउन हेडमास्टर नै पोखरा जानुभएको थियो मलाई लिएर। तपाईँ एक्लो विद्यार्थीलाई लिएर हेडमास्टर पोखरा जानुभयो? यस अर्थमा पनि तपाईँ भाग्यमानी विद्यार्थी हो? अब त्यसको त भाग्यमानी नै भन्नुहोस् न, ठिकै होला। म त्यसपछि पालुङटार गोर्खाबाट हवाईजहाज पोखरा जान्थ्यो र त्यो बेलामा मलाई कन्सेसन गरेर 12 रुपियाँमा पोखरा उडाइयो। भने पछाडि कति वर्षको उमेरमा प्लेन चढ्नु भयो? 16 वर्ष भनौँ न, 16 वर्ष भइसकेको थिएँ। पोखरा जानुभयो, त्यही पनि प्लेन चढेर है। जिल्लाकै पहिलो विद्यार्थी हुनुहुन्थ्यो होला तपाईँ, प्लेन चढेर पोखरा जाने। अब भनिदिनुहोस् त, शिक्षा आरम्भ भएदेखि एसएलसी उत्तीर्ण गरुन्जेलसम्मको तपाईँको यात्रा कस्तो रह्यो? त्यो ठिकै थियो। हामी सुरुमा त हामीले पढाइ सामान्य नै रह्यो। म 7 कक्षामा पुगेदेखि बल्ल म फर्स्ट हुन थालेँ। 7, 8, 9, 10 म प्रथम हुँदै गएँ र हामीले त्यो बेलामा अब पढाउने सरहरू पनि धेरै क्वालिफाइड हुनुहुन्न थियो। सामान्य शिक्षाकै सरहरू हुनुहुन्थ्यो। एसएलसी पास गरेकै सरहरूले हामीलाई एसएलसी पढाउनुहुन्थ्यो। हामी सबै पुरा कोर्स पनि पढ्न सक्दैनथ्यौँ। तर एउटा संयोग चाहिँ त्यो बेलामा हामी गोर्खामा पढ्दा 16 सालमा मलाई लाग्छ म 8 कक्षामा थिएँ होला। बिपी कोइराला प्रधानमन्त्री भएर हाम्रो कक्षामा नि जानुभएको थियो हेर्ने, स्कुल हेर्दै त्यहाँ एउटा। 2016 सालमा बिपी कोइराला तपाईँको कक्षामै प्रवेश गर्नुभयो? मन्त्री गोर्खा गए बेला प्रधानमन्त्रीको रूपमा गोर्खा जानुभयो, स्कुल हेर्न जानुभयो र स्कुलमा यसो कक्षा माथिल्ला कक्षाहरू यसो हेर्नुभयो उहाँले। खास अरू कुरा त भएन। भनेपछि प्रथम बुहाई पनि हुनुहुन्थ्यो होला है? भने पछाडि प्रधानमन्त्रीको नजर तपाईँमा पर्यो अथवा तपाईँको नजर प्रधानमन्त्रीमा परेको थियो त्यो बेला? परेको थियो। हामी सबै उठ्यौँ, उहाँलाई स्वागत गऱ्यौँ। उहाँले सबै समष्टि रूपमा हेर्नुभयो, ल राम्रो पढ्नुपर्छ भन्नुभयो, निस्किनु भयो। सानो कोठामा बसेका थियौँ हामी। 2016 सालमा देखेको बिपीको कस्तो चित्र बन्छ तपाईँको मस्तिष्कमा अहिले? कस्तो हुनुहुन्थ्यो उहाँ त्यो बेला?
अब त्यो चित्रको बयान गर्न त सकिँदैन। उहाँ त स्वस्थ एउटा अलको हँसिलो मान्छे देखाएको थिएँ मैले त्यो बेला उहाँलाई। पछि उहाँ भारतबाट फर्केर आएपछि मैले 33 सालमा पनि फेरि उहाँलाई भेटेँ। त्यो बेला म आउँछु 33 सालमा आउँछु भने पछाडि एसएलसी दिनुभन्दा पहिले तपाईँले बिपी कोइरालालाई देख्नुभयो। तपाईँको कक्षामै उहाँ प्रधानमन्त्रीको रूपमा प्रवेश गर्नुभएको थियो। एसएलसी दिनुभयो, त्यस पछाडिका दिनहरू अब सम्झौँ न, त्यस पछाडि के भयो? त्यसपछि अब म पढ्न भनेर काठमाडौँ आउनु पर्यो। काठमाडौँ आएँ। सुरुमा म कमर्स पढ्छु भनेर पढ्न थालेँ, तर फेरि कमर्समा अहिले मलाई चाख लागेन। मलाई शिक्षातिर जान मेरा अभिभावकहरूले नि शिक्षक मेरो बाबुबाजेकै पालादेखिको सुरु भएको यो गुरु विद्या। मलाई पनि कता कति शिक्षक हुन बहुत रहर लाग्यो र म कलेज अफ एजुकेसनमा आइएड पढ्न भर्ना भएँ। आइएड पढ्न लगभग 3 वर्ष लाग्थ्यो त्यो बेला। त्यहाँ पढेँ। अनि फेरि म फर्केर गोर्खै बसेँ। मैले सोध्न खोजेको त्यो बेलामा एसएलसी पास गरिसके पछाडि त कुनै विद्यालयमा पढाउन दबाब मिल्थ्यो होला, तपाईँले पढाउन नचाहिकन फेरि किन उच्च शिक्षा ग्रहण गर्नको लागि काठमाडौँ प्रवेश गर्नुभयो, अथवा परिवारले नै तपाईँलाई पढाउनको लागि काठमाडौँ पठाएको हो? मलाई पढ्नुपर्छ, उच्च शिक्षा लिम, हाम्रो परिवारमा अब सबै तल मात्रै पढेर हुँदैन भनेर मेरो दाइ हुनुहुन्थ्यो तापनि म अगुवा थिएँ। दाइ पछिल्लो क्लासमा पढ्दै हुनुहुन्थ्यो। त्यसैले मलाई चाहिँ आइएड पढ्न मेरो परिवारहरूले विशेष उत्साह जगाउनु भयो। अलि पढ्नुपर्छ, पढेर ठुलो मान्छे हुनुपर्छ भन्ने उहाँहरूको धारणा थियो। बुवाहरू बाजेहरू चाहिँ पण्डित, जिल्लाका नाम चलेका पण्डित हुनुभयो। अब हामी जिल्लाको नाम चलेको शिक्षक हुने हिसाबले हिँडेको र भन्दै लाने भने भइयो पनि। तपाईँलाई बुबा अथवा बाजे पण्डित हुनुहुन्थ्यो भनेर भनिरहँदाखेरि त्यो पण्डितको प्रभाव तपाईँको व्यक्तिगत जीवनमा अथवा तपाईँको पेसागत रूपमा पऱ्यो कि परेन? खास गरी उहाँले प्रेरणा दिनुभएन, तिमी पनि पण्डित पनि हुनुपर्छ भनेर प्रेरणा दिनुभयो? मेरो हजुरबुवालाई हामीले देखेन। हामी सानो हुँदैमा उहाँ स्वर्गीय हुनुभयो। बुवाहरूले चाहिँ पढ्नुपर्छ, पढ भनेर बुवाहरू त्यही काम गर्नुहुन्थ्यो। उहाँहरू नि मेरो ठुलो बुवा पनि शिक्षक हुनुहुन्थ्यो, मेरो बुवा पनि शिक्षक हुनुहुन्थ्यो। त्यसैले म पनि त्यो एउटा कुलीन शिक्षकै हुने विचारले म गएँ। तर उहाँहरू प्राइमेरी र मिडल स्कुलको सर हुनुभयो भने मैले चाहिँ माध्यमिक विद्यालय चलाएर बसेँ म हेडमास्टरको रूपमा। 2018 सालमा एसएलसी उत्तीर्ण गर्नुभयो, 19 सालमा काठमाडौँ आउनुभयो होइन? काठमाडौँ आएर कुन कलेजमा भर्ना हुनुभयो? सुरुमा म त्रिचन्द्र कलेजमा कमर्स पढ्न बेलुकाको दिउँसो जागिर खाएर बेलुका पढ्ने भन्ने हिसाबले भर्ना भइयो। तर त्यो त्यत्तिकै यताउति भयो। त्यो 6-8 महिना त्यसै खेर गयो। त्यो पनि पढिनँ। मलाई कलेज अफ एजुकेसनतिर पढ्न मन लाग्यो हुनाले अर्को वर्ष कलेज अफ एजुकेसनको स्टार्टिङमै म त्यो चेत भवनमा थियो। त्यो बेला चेत भवनमा गएर भर्ना भएँ। दिउँसो काम गर्ने भन्नुभयो, खास गरी पढाउने नै काम त होला नि होइन? काम पाइनँ। दिउँसो मिले जागिर खाएर पढ्ने हिसाबले त्यो सोच बनाएर हिँडेको। घरबाट पैसा ल्याएर धान्न गाह्रो हुन्थ्यो त्यो बेला। तर भएन, हामी त्यो मेरो कुरा मिलेन, मैले जागिर पाइनँ भने जस्तो। अनि म कलेज अफ एजुकेसनतिर गएर त्यहाँ पढेर आइएड गरेँ। 22 सालमा म आइएड पास गरेँ र अनि पछि म एउटा स्कुलमा गएर मिडल स्कुलको हेडमास्टर भएर बसेँ सुरुमा। भने पछाडि 19 सालमा काठमाडौँ आएर 22 सालसम्म पढ्नु भयो। यो बिचमा तपाईँले काठमाडौँमा अन्त पनि कतै पढाउन सुरु गर्नुभएको थियो? गरिनँ। 22 सालमा हामीले त्यति कलेज अफ एजुकेसनको एउटा प्र्याक्टिस टिचिङमा जानुपर्ने नियमअनुसार मात्रै मैले लैनचौर हाई स्कुलमा मिडल कक्षामा पढाउने गरी 3 महिना पढाएँ। 3 महिनामा तलब कस्तो थियो, कति पाउनुभयो, अथवा तपाईँको व्यक्तिगत खर्च टर्ने तलब पाउनु भएको थियो कि अथवा निःशुल्क पढाउनु भएको थियो? तलब होइन, त्यो हामी प्र्याक्टिस टिचिङमा जाने, हामी आफ्नै खर्चमा जाने हो र पढाउने हो। एउटा
टिचर कस्तो हुनुपर्छ एउटा योग्य टिचर भनेर उहाँहरूले गाइड गर्नुहुन्थ्यो। त्यो हिसाबमा म लैनचौरी स्कुलमा पढेँ। तर मलाई एउटा त्यो बेलामा मैले चाहिँ एउटा ठुलो मान्छे अमृत साइन्स कलेज स्थापना गर्ने अमृत प्रसाद प्रधानज्यूलाई त्यहाँ त्यो बेला उहाँले कलेज स्थापना गर्दै हुनुहुन्थ्यो। उहाँसँग चिनाजानी थियो। बेला बेला उहाँलाई गएर भेट्ने हेर्ने हामी गर्थ्यौँ। उहाँले नि माया गर्नुहुन्थ्यो हामीलाई, केटाहरू भर्खर पढ्दै आएका पहाडका भनेर माया गर्नुहुन्थ्यो। किन भेट्ने, किन कुरा गर्ने, के थियो तपाईँको अपेक्षा उहाँबाट के थियो, किन भेट्नुहुन्थ्यो? अरू केही थिएन। त्यो कलेजमा यसो हेर्न हामीलाई यो कलेज कस्तो छ, साइन्स कलेज भनेपछि हामीले साइन्स नपढे। साइन्स कलेज यो ठुलो चिज हो नेपालको लागि, अब नयाँ एउटा ठुलो कलेज आयो भनेर। अनि त्यो निर्माणको बेला थियो। त्यो सरसँग गयो भने उद्घाटन सुद्घाटन यस्तो बेला जान पाइने सजिलो भएर पनि उहाँलाई भेटे। अरू ती खास केही थिएन हाम्रो। अब 22 साल पछाडिको कुरा गरौँ न। अब 22 साल पछाडि तपाईँको यात्रा काठमाडौँतिरै रह्यो कि अथवा गोर्खातिर नै फर्किनु भयो 22 सालपछि? 2023 साल पुस 12 गतेदेखि म एउटा स्कुलको मिडिल स्कुलको हेडमास्टर भएँ। छोप्राक भन्ने गाउँमा गोर्खाकै। र त्यहाँ त्यो मण्डली निमावि भन्ने थियो, म त्यसमा काम गरेँ। म गएर नै स्वीकृत गरायो। त्यसपछि त्यसलाई माध्यमिक बनाउने हिसाबले नि हिँडियो र बनाएर छोडियो। माध्यमिक विद्यालय स्थायी गरियो खोलेर। अनि त्यो माध्यमिक विद्यालयको कामुप्र सुरुमा कामुप्र भएँ। कामुप्र कति सालको कुरा हो यो? यो कति सालको कुरा हो भने 26 साल सुरु भयो। 26 सालमा हामी 23 सालमा त्यहाँ गयौँ। 24 र 25मा 9 कक्षा खुल्यो। र अनि त्यही 25 सालदेखि नै रहेछ मलाई काम दिएर 26 साल जेठमा त्यो स्कुल स्वीकृत भयो। कुन स्कुल भन्नुभयो? मण्डली माध्यमिक विद्यालय छोप्रा गोर्खा। अहिले पनि छ मण्डली माध्यमिक विद्यालय भने पछाडि त्यो स्कुल स्थापनाको लागि अथवा संस्थापक तपाईँ हो? म त्यहाँको संस्थापक हेडमास्टरको रूपमा हुनु पर्यो। त्यो गाउँमा अशिक्षित साथीहरू धेरै हुनुहुन्थ्यो। भलै उहाँहरू शिक्षामा निकै रुचि राख्नुहुन्थ्यो। सबै मिलेर सञ्चालक समितिलाई कन्भिन्स गराएर एउटा हाई स्कुल अगाडि लाने भनेर हामीले हाई स्कुल सुरु गऱ्यौँ। अनि सरकारी प्रतिनिधिहरूलाई नि बोलाएर देखायौँ हाम्रो विद्यार्थी सङ्ख्या, हाम्रो स्कुलमा भएका अरू व्यवस्था। चन्दा उठाएर सुरुमा चन्दाको बारले हामी चन्दा उठाएर शिक्षकहरूलाई पैसा पुर्याउँथ्यौँ। त्यसरी गरेर स्कुल चलायो र बडो दुःखसित चलाएको थियौँ। जब राष्ट्रिय शिक्षा पद्धतिको योजनामा अनुसार 30 सालदेखि चाहिँ त्यसलाई अलिकति टेवा भयो, व्यावसायिक स्कुल भयो। त्यो तपाईँले शिक्षक र प्राध्यापक भएर जीवनको लामो अवधि बिताउनु भयो। खास गरी तपाईँको शिक्षण पेसाको औपचारिक यात्रा चाहिँ मण्डली माध्यमिक विद्यालयबाटै सुरु भएको हो। 2026 सालबाट 23 सालबाट सुरु भयो। म त्यहाँबाट 26 सालबाट माध्यमिक भएँ भन्न खोजेँ मात्र। हाई स्कुल चाहिँ 26 सालबाट सुरु भयो। मण्डलीमा कति वर्ष बिताउनु भयो यहाँले? मण्डलीमा मैले 23 वर्ष बिताएँ। मैले त्यहाँबाट कहीँ सरिनँ, त्यहीँ बसेर त्यही स्कुलमा काम गरेको गरेर 23 वर्ष बिताएँ। मैले बिचमा यसो एकफेर 1 वर्षको बिदा लिएर म चितवन गएको थिएँ। मतलब बिएड पढ्न भनेर बिदा लिएर विशेष कारण भए चितवनको बाटो आएको। त्यहाँ मेरो पुरानो हेड सर भेट हुनुभयो र उहाँले होइन यतै बस्न, यहाँ एउटा स्कुलमा बस्दिनु पऱ्यो अलि बेर भने भएर म एउटा स्कुलमा 6 महिना हेडमास्टर भएर त्यहाँ पनि मिडिल स्कुल चलाएँ। भलै मेरो स्कुल त गोर्खैमा थियो। त्यसपछि म फेरि गोर्खै गएर आफ्नै स्कुल सम्हालेँ। मण्डली माविमा 23 वर्ष बिताउँदाखेरि यहाँले जीवनका धेरै उतार चढावहरू भोग्नु भएको छ। तपाईँकै मुखबाट सुन्न चाहन्छु, यो 23 वर्ष कस्तो रह्यो? मैले 23 वर्षमा स्कुलको प्रधानाध्यापकको हैसियतले शैक्षिक नेतृत्व गर्नु, विद्यार्थीहरूलाई अनुशासन कायम गर्नु, विद्यालयको आर्थिक स्थिति सुधार गर्ने, यी पक्ष त छँदै भए जिम्मेवारी नै भयो। मलाई जिल्ला शिक्षा समिति गोर्खाको सदस्य बनाएर जिल्लाको शैक्षिक विकासमा पनि मौका दिनुभयो त्यो बेलाको जिसिएहरूले। अनि सँगसँगै मलाई त्यो तात्कालीन गण्डकी अञ्चलाधीशले
शिक्षकहरूको तर्फबाट शिक्षक चाहिँ जिल्ला शिक्षा सेवा आयोगको सदस्यमा समेत मलाई मनोनित गरेर म शिक्षा सेवा आयोगको सदस्य भएर मैले 2 वर्ष काम गरेँ। गोर्खामा शिक्षकहरू भित्र्याउने, योग्य शिक्षकहरू छान्ने र उहाँहरूलाई नियुक्ति दिने काममा पनि मेरो हात रह्यो। त्यही मण्डली माविमा हुँदाखेरि एउटा प्रसङ्ग पनि छ। तपाईँले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि शिक्षणको अवसर दिनुभएको थियो भनेर पनि चर्चा हुने गर्छ हो। यो चाहिँ कस्तो भने म जिल्ला शिक्षा सेवा आयोगमा काम गर्दा उहाँहरूले निवेदन हाल्नुभएको थियो र म एउटा जाँचकीको हैसियतले आयोगको सदस्यको हैसियतले उहाँलाई उहाँ त्यहाँ जानुभयो। 34 सालको कुरा हो जस्तो लाग्छ यो। र त्यसमा उहाँलाई आरुघाट गोर्खामा उहाँको विषय मिल्ने हुनाले त्यहाँ पठाउनको लागि आरुघाटको हेड सरले पनि मलाई निकै सम्झाउनु भएको थियो, मिलाएर पठाइदिनुहोस् भनेर। उहाँ जानुभयो, त्यो मौका परेको थियो एकफेर। पछि उहाँ देशकै नेतृत्व गर्ने हुनुभयो। बिचमा हामी शिक्षामा अलि दिन शिक्षकको हैसियतले उहाँले सघाउनु भए पनि थियो। हामीले एसएलसी परीक्षाहरूमा पनि उहाँलाई प्रयोग गरेका थियौँ। उहाँ हामीलाई 34 सालमा पहिलोचोटि तपाईँले पुष्पकमललाई देख्नुभयो होइन? प्रचण्डलाई त होइन नि, पुष्पकमललाई देख्नुभयो। कस्तो स्वभावको हुनुहुन्थ्यो त्यो बेला उहाँ? होइन, त्यहाँ यङ इनर्जेटिक राम्रो मान्छे हुनुहुन्थ्यो। यसो हेर्दाखेरि फेस पनि राम्रो, त्यसमध्ये नि यङ इनर्जेटिक सबै हुनुहुन्थ्यो। पहिल्यैचोटि चुडामणि शर्माको मन जित्न उहाँ सफल हुनुभयो है? त्यो यो हामीलाई शिक्षकको बडो खाँचो थियो जिल्लामा। बिएससी पास गरे भनेपछि हामी आफै जिल्ल पर्थ्यौँ बिएससी मान्छे नपाएर। उहाँ पुग्दा त हामीले त त्यो उहाँलाई अरू किसिमको जाँच पास गर्नभन्दा फकाएर कसरी राख्न सकिन्छ स्कुलमा भनेर धेरै आकर्षक कुराहरू उहाँलाई बस्न खान सुविधा समेत मिलाएर पठायो। त्यस्तो बेला थियो त्यो। तपाईँ समक्ष प्रस्ताव आयो, तपाईँले स्वीकार्नुभयो र कुन स्कुलमा पठाउनु भयो उहाँलाई? त्यो मेरो साथी रामकुमार सर त्यहाँ हुनुहुन्थ्यो, हेड सर। हामी विशेष नजिकका थियौँ कुराकानी गर्दा। त्यसैले उहाँले त्यस्तो क्वालिफाइड मान्छे पाउनुभयो भने म कहाँ है, म कहाँ हर्टिकल्चर छ, उहाँ हर्टिकल्चर विषय लिएर पढ्नुभयो उहाँले। हो, हर्टिकल्चरिस्ट मान्छे पाए बेला मलाई पठाइदिनुहोस् न भन्नुभयो भएर अनि हामीले सल्लाह गरेर सिडिओ जिसिए म मिलेर ल यसो गरौँ न, उहाँलाई पठाइदिउँ त्यहाँ भनेर पठायो। उहाँको कतिपय अन्तर्वार्ताहरूमा शिक्षण पेसासँगै उहाँ भूमिगत राजनीतिमा पनि सक्रिय हुनुहुन्थ्यो भनेर पनि उहाँले स्वीकार्नु भएको छ। कतै त्यही बेला शिक्षण पेसा सँगसँगै तपाईसँग पनि भूमिगत राजनीति अथवा राजनीतिका कुनै संवादहरू हुन्थे उहाँसँग? भएन, हाम्रो त्यसरी भएन, त्यसरी चिन्जानी भएन। पछि मैले उहाँलाई धेरै पछि मात्रै भेट्नु। मैले 49 सालमा म गाविस अध्यक्ष भएर बसेको बेला मात्र उहाँलाई भेटेँ। त्यो बेलामा बल्ल उहाँले सम्झाएर म सम्झेँ। उहाँले त्यो इन्टरभ्यूको कुरा झिक्नुभयो। अनि मैले यसो हेरेँ, हो यो मान्छे त मैले त्यो बेला देखेको थिएँ भनेर। उहाँलाई त्यो बेला प्रचण्ड भन्थे। को प्रचण्ड म चिन्दैन थिएँ। तर त्यो बेला चिनेँ। म गाविस अध्यक्ष भएर बसेको बेला उहाँ गोर्खा जानुभयो। भलै उहाँ अलि राजनीतिक रूपमा सक्रिय भइसक्नु भएको थियो होइन? सक्रिय हुनुहुन्थ्यो। उहाँ पार्टीकै महामन्त्री हुनुहुन्थ्यो। महामन्त्री भएर जानुभएको थियो। के संवाद भयो त्यतिखेर? खास त्यही गोर्खा जिल्लामा राजनीति कसरी अगाडि लाने, के भइरहेको छ, यहाँ निर्वाचित जनप्रतिनिधिहरू कस्ता छन्, अनि अब यसलाई कसरी अगाडि बढाउन सकिन्छ। म त्यो बेला जनमोर्चा बाबुरामजीले खोल्नुभएको जनमोर्चाको केन्द्रीय सदस्य पनि थिएँ, त्यो जिल्ला अध्यक्ष पनि थिएँ, गाविस अध्यक्ष पनि थिएँ। अनि यसलाई कसरी अगाडि लान सकिन्छ भनेर जिल्लाका गतिविधिबारे हामी छलफल गर्थ्यौँ, उहाँहरूको सल्लाह सुझाव लिन्थ्यौँ। त्यति बेलासम्म तपाईँ मण्डली माविमै हुनुहुन्थ्यो? थिइनँ, स्कुल छोडेर अनि राजनीतिमा लागेँ नि। कति सालमा स्कुल छोड्नुभयो? 46 सालमा। मैले 46 सालमा स्कुल छोडेँ र 47 सालमा जनमोर्चाको सदस्य भएँ। म जनमोर्चामा काम गर्न थालेँ र त्यसपछि मैले कति
54सम्म 53सम्म मैले 49बाट 54-54सम्म म गाविस अध्यक्ष भएर काम गरेँ र मैले जे काम गरेँ गाविसमा त्यो चाहिँ बङ्गलादेशका मान्छेहरूको एउटा प्रतिनिधिमण्डल आएर हेरेर धेरै प्रसन्न भएर उनीहरूले हामी यो रिप्लिकेट गर्छौँ तपाईँको जस्तो पनि भनेका थिए उनीहरूले धेरै। भनिदिनुहोस् त बुदागत रूपमा एक दुईवटा कामहरू तपाईँले गरेका त्यो बेला ऐतिहासिक केही कामहरू भनिदिनुहोस् त। ऐतिहासिक भन्नुभन्दा नि हामीलाई पूर्वाधारहरू तयार गर्ने जिम्मेवारी थियो। हामीले स्कुलका कक्षाहरू थप कक्षाहरू बनाउने प्राय सबैलाई पढ्ने प्रौढ स्कुलहरू बनाएर महिलाहरूलाई पनि शिक्षामा अगाडि लाने अनि बाटाघाटा त्यति सबै मेरा 90 वडामा मैले अस्थायी भने नि मतलब कच्ची रोडहरू तयार गर्न लगाएँ, बिजुली बाँडेँ, टेलिफोन बाँडेँ, यस्तै काम जे चाहिन्छ त्यहाँ आवश्यकता त्यो गरेँ। र विकासको मोडेल चाहिँ मैले के गर्न चाहन्थेँ भने जनतालाई सोधेर मात्रै विकास गर्ने हो भनेर मैले एउटा 9 दिने कार्यक्रम राखेँ। त्यो 9 दिने कार्यक्रममा चाहिँ कस्तो राखेँ भने हरेक वडाबाट 6 जना पुरुष 6 जना 5 जना महिला 11 जनाको दरले मैले 11 9 79 जनालाई एक दिन बोलाउने। त्यो दिन वन समितिको कुरो छ भने वन सम्बन्धी कुरा वनका डिएफओहरू बोलाएर सरकारी अफिसरहरू र जनता राखेर अब वन कसरी सुधार गर्ने भन्ने कुरा गराउँथेँ। अर्को दिन म फेरि घरेलु उद्योग सम्बन्धी भए घरेलु उद्योगसँग कुरा गर्थेँ। अर्को दिन यो बिजुली सम्बन्धी भए बिजुली कसरी प्राप्त गर्न सकिन्छ यस्तो। अर्को दिन खानेपानीको कुरा, अर्को दिन स्वास्थ्यको कुरा, अर्को दिन यो सुरक्षाकै कुरा, अनि कृषि अधिकृतहरू बोलाएर कृषि सम्बन्धी यी विभिन्न दिनमा गएर मैले 9 दिनसम्म यस्तो अन्तर्क्रिया कार्यक्रम चलाएँ। मलाई सबैभन्दा खुसी लागेको त्यो कार्यक्रम थियो, रमाइलो लागेको थियो र त्यो कार्यक्रमलाई बङ्गलादेशीहरूले पनि असाध्यै सराहना गरे र यसरी जनताको राय बुझेर अगाडि बढ्न सक्यो भने सिडमनी दिएको भरमा थोरै पैसा दिएको भरमा जनता आफैले ढुक्कसित सघाएर काम गर्थे। सानो एउटा कुवा धारो बनाउन पर्यो नि थोरै पैसा हालिदियो 2000 रुपियाँ हालिदियो उहाँहरूले पैसा उठाएर बनाइहाल्नुहुन्थ्यो, आफै हाल्नुहुन्थ्यो। अब हामीलाई बिजुली बाँध्ने भन्दा पोल बोक्नुभयो जनताले है, टेलिफोन लाने भन्दा नि पोल आफैले बोक्नुभयो। समाजलाई एउटा गतिशील बनाउनको लागि तपाईँको भूमिका रह्यो है, त्यो पनि एउटा गतिशील नै हो नि होइन। सबैलाई आशा जाग्नु, तपाईँप्रति विश्वास गरेर के गरौँ भन्दाखेरि सबैजना सहभागी हुनु पनि एउटा राम्रो पक्ष हो नि। तपाईँ शिक्षण पेसामा हुँदाहुँदै मण्डलीमा हुँदाहुँदै 33 सालमा काठमाडौँमा आएर बिपीलाई फेरि भेट्नुभयो। यो प्रसङ्ग पनि अलिकति जोड दिनुहोस् न, कसरी भेट्नुभयो, किन भेट्नुभयो, अलिकति भन्न मिल्छ? ठिकै छ। मैले बिपीलाई भेटेको बिपी के भने मेलमिलापको नारा लिएर आउनुभयो। अनि बिपीलाई यताखेरि त्यो बेलाका पञ्चहरूले अलिकति हेयको दृष्टिकोणले हेरेको मैले बुझ्थेँ। म चाहिँ त्यो बेला यहाँ एसएलसी टेस्ट परीक्षाको प्रश्नपत्र छाप्न यहाँ आएको थिएँ। बाई द वे मिल्यो मौका र बिपीको स्वास्थ्य कस्तो रहेछ, म त्यही बेला मैले एमए पनि पास गरेको। मलाई कता कति राजनीति शास्त्रमा एमए पास गरेँ, तर एउटा इलेक्टेड प्राइम मिनिस्टर कस्तो थियो त पहिले है, बहुमत ल्याएर मुलुकमा गरे। बिपी कोइराला एउटा विशेष राजनीतिक व्यक्तित्व भन्ने नाम सुनिरहेको हुनाले मैले उहाँलाई यद्यपि मलाई मिल्थ्यो मिल्दैन थियो हेडमास्टर भएर जान, तर म गएँ, उहाँलाई भेटेँ। उहाँले त्यो बेला बोल्न सक्नुहुँदो रहेछ, स्वास्थ्यको अवस्था जानेर अनि म फर्केँ। मलाई अलिअलि प्रशासकहरूले म जोड्छु, तपाईँको त्यो भेटले जिल्लामा केही हलचलसम्म मचेको थियो त्यो बेलामा होइन, तर जे अपेक्षा गर्नुभएको थियो खास गरी बिपीलाई भेटिसके पछाडि अब मैले के स्पष्टीकरण दिनुपर्ने हो भनेर तपाईँको मनमा खुल्दुली भइरहँदाखेरि उल्टै चकित भए, गम खाए सिडिओ, त्यो बेलाका सिडिओले। किन भन्दाखेरि सिडिओले भेट्न नपाएको बिपीलाई तपाईँले भेट्नुभयो होइन, यो पनि एउटा रोचक कुरा हो नि होइन। हो उहाँ खुसी नै हुनुहुन्थ्यो। पछि उहाँले भन्नुभयो, पहिले त भन्नु भएन है, पहिले प्रशासकै भएर प्रस्तुत हुनुभयो, मलाई बस पनि भन्नु भएन, फलाना दिन कहाँ गएको थियो, के गरी दिन कटायो नि भन्नुभयो। र पछि फेरि म कुनै
राजनीतिक दलको सिद्धान्त लिएर म त्यहाँ नेपाली काङ्ग्रेस हुन गए पनि होइन, म एउटा के अरे राजनीतिक नेतालाई हेर्छु, नेता कस्तो हुन्छन्, कस्तो व्यवहार गर्छन्, कति मान्छेले उहाँलाई साथ दिइरहेछन्, यसो बुझ्न म पनि राजनीति शास्त्रकै विद्यार्थी भए हुनाले म त्यहाँ गएँ, हेरेँ। तर फर्केर आउँदा उजुर परिसकेर चाहिँ फलाना गयो या त्यहाँ भनेर। तर सिडिओ साहबले रियलाइज गर्नुभयो त्यो खासै राजनीति गर्न भनेर हिँड्या होइन रहेछ, एउटा सामान्य शिष्टाचारको लागि क्या भनेर उहाँले नि खै अझ उहाँले दुःख पुकार गर्नु, हामीले त गर्न पाइन्न। त्यस पछाडि त झन् सिडिओ पनि तपाईँको घनिष्ठ बन्न थाल्नु भयो है। जनमोर्चासम्मको यात्रा चाहिँ कस्तो रह्यो, कसरी आबद्ध हुनुभयो जनमोर्चामा? होइन, मैले जब कस्तो रह्यो भने 2046 सालको जनआन्दोलन हुनुभन्दा अगाडि म चैत 16 गते मैले स्कुल छोडेको, 2046 साल चैत्र 16 गते। अब देशमा राजनीतिक चेन्ज आउन लाग्यो, राजनीति यो उसमा यो माहौलमा हामीले नि केही सघाउन पर्छ, केही गर्न पर्छ, काठमाडौँ गएर केही गरौँ भनेर त्यहाँ शिक्षक सङ्गठनको कार्यक्रमहरूलाई सबै सकेर म त्यहाँ उद्घाटन गर्दै र साथीहरूलाई बाँधेर म काठमाडौँ आउने धुनमा घर आएँ। तर काठमाडौँ आउनु भएन, बन्देज भयो, सबैतिर छेकबार भयो। त्यतिकै बस्यो। आखिर राजाबाट घोषणा भयो, बहुदलीय व्यवस्था आयो। बहुदलीय व्यवस्था आएपछि म चाहिँ शिक्षक भएर मैले 2 क्याम्पसमा काम गर्थेँ। गोर्खामा द्रव्य शाह क्याम्पस, तपाईँले त्यो 46 भन्नु, म 44 सालदेखि नै द्रव्य शाह क्याम्पसमा म काम गर्थेँ। हामीले खोले त 39 सालदेखि नै हो। तर मलाई म त्यहाँ आएँ, उता स्कुल बिदा गरेर नै आएर बसेको थिएँ। अनि त्यहाँ पढाउँदै थिएँ। त्यसपछि म गोर्खा क्याम्पसमा पनि काम गरेँ र मैले के सोचेँ भने अब म एउटा लेक्चरर भएर नै एउटा शिक्षककै जीवन बिताउँछु, छोराछोरी पढाउँछु, बस्छु भनेर लागेका थिएँ। तर बहुदल आउने बित्तिकै बहुदलका नेताहरूले त्यसरी बसिरहन अलि दिनु भएन भनौँ न। उहाँहरू दबाब भनौँ न, पार्टीका साथीहरू जानुभयो, नेपाली काङ्ग्रेसका साथीहरूले नि ल हामी कहाँ गएर काम गरेर केही भन्नुभयो, एमालेका साथीहरूले नि त्यसै भन्नुभयो, अनि राप्रपाका नेताहरू साथीहरूले नि त्यही भन्नुभयो। अनि मैले म कतै नि नगएर बसिरहेको थिएँ। तर डाक्टर बाबुराम भट्टराईजीले चाहिँ विशेषै कहाँ गएर बसेर अलि बढ्ता के भन्नुभयो, मोटिभेट गर्नुभयो मलाई। र मैले चाहिँ ल ठिकै छ, म कमसेकम के अरे संवैधानिक क्षेत्रभित्र बसेर गर्ने विद्रोहमा म तयार छु, गर्ने हो भनेर म। तपाईँभित्र पनि जोस थियो, जाँगर थियो, झन् एकजना तपाईँलाई प्रेरणा दिने मान्छे भेटिसके पछाडि किन राजनीति नगर्ने भनेर पनि तपाईँभित्र परेर जनमोर्चामा आबद्ध हुनुभयो भने पछाडि प्रचण्ड बाबुरामसँग त तपाईँको पुरानो सम्बन्ध रहेछ नि, होइन? होइन, उहाँहरूलाई म चिन्थेँ। के अरे बाबुरामजीसँग त 2 वर्ष कामै गरे हो केन्द्रीय सदस्य भएर। म पश्चिमाञ्चलमा बाबुरामजीलाई लिएर हिँडेँ पनि, जिल्ला सहायक गमी भाषण गरेर हिँडियो। लीलामणिजी हुनुहुन्थ्यो, अर्को साथी, उहाँहरू हामी यसरी हिँड्थ्यौँ। नारायण काजी हुनुहुन्थ्यो, हामी त्यो सँगसँगै गरियो। तर जब त्यो म गाविसमा गएपछि त्यतातिर अलिबेर हलमल्नी र अनि पछि मैले त्यो नगरपालिका घोषणा गर्न मैले ठुलो एउटा सहयोग गरेँ भन्ने लाग्छ मलाई। त्यो मेरो विकासको तरिका देखेर सबै खुसी नै थिए। तर म माथि 81 नेभी सङ्घका अब विद्यार्थी गुन्डा सबै को मिलेर म माथि साङ्घातिक हमला भयो र मैले पुनर्जीवन पाउनु भयो, होइन? उपचार गर्न पर्यो, त्यहाँ त मारेर फाले भन्थे। के अरे उनीहरू कति सालको कुरा हो यो? 2055 सालमा मङ्सिरमा 15 गते सायद लाग्छ। के प्रसङ्गमा, के न्युमा अथवा कुन कारणबाट तपाईँमाथि साङ्गतिक आक्रमण भएको थियो? जिल्लामा माओवादीहरूले त्यहाँको विद्यार्थी नेता, नेपाली काङ्ग्रेसको विद्यार्थी नेतालाई
गोली हानेछन् त्यो अर्को क्याम्पसमा। तर म मेरो क्याम्पसमा काम गरेर आएँ, दिनभरि काम गरेर आएँ। म त्यहाँको क्याम्पस चिफ थिएँ। तर म माथि अनायास आक्रमण भयो। मलाई म बेहोस भएर 12 घन्टापछि बिउज्या हो यहाँ काठमाडौँ ल्याएपछि मेरो सबै थिएँ। आँखा 3 महिनापछि खुल्यो। मेरो करङहरू भाँचिएका थिए, ढाड भाँचिए जस्तो थियो। ढाड चाहिँ भाँचिएर रहन्छ, करङहरू भाँचिएका थिए। तिग्रा चलेन 2 महिना जति। यस्तै यस्तै सजाय भयो। तर म बाँचेँ। अनि त्यसपछि म औषधि उपचारमा लागेँ। करिब 3 वर्ष जति म औषधि उपचारमै व्यस्त भएँ। अनि सामान्य जीवन यसै चल्दै रह्यो। म काठमाडौँतिर आएँ। अनि काठमाडौँमै यतै बसेँ। यतै यसो शैक्षिक कार्यक्रमहरूमा कतै जाने बोलायो भने कसैले गएर गर्ने, मैले त्यस्तो कामहरू गरेँ। तपाईँ आक्रमण हुनुभन्दा पहिला जिल्लामा तपाईँको प्रभाव थियो, राजनीतिमा तपाईँ केन्द्रसम्म परिचित हुनुहुन्थ्यो। खास गरी आक्रमण भइसके पछाडि तपाईँको जीवनबाट के कुरा छुटे जस्तो लाग्यो? एउटा त आत्मबल घट्यो हैन, एउटा शरीरबाट पनि एउटा शक्ति के गरौँ भन्ने शक्ति पनि छे भयो है। अरू कुरा के कुरा छुट्दो रहेछ जो मान्छेको शरीर अस्वस्थ बनिसके पछाडि चाहिँ? होइन, धेरै थोक छुट्छ। धेरै आँट नै कम भएर गयो। फेरि पार्टीबाट पनि अब घाइते यस्ता मान्छेहरूबाट काम हुन्न भन्ने भयो होला। पार्टी अविश्वास बढ्यो तपाईँप्रति। पार्टीले पनि साह्रै हामीलाई सघाएर हिँडेन। पर बस्यो। औषधि उपचारमा पनि वास्ता गरेन। हामीले धेरै कोसिस गरेनन्। अनि ठिकै छ, सामान्यतया एउटा आस्था हो, मनमा राख्यो। सामान्य एउटा पार्टीप्रतिको आस्था राख्ने भएरै बस्यो। तर म जति पार्टीमा सक्रिय नभए पनि मलाई हेर्नेहरू सबैले चाहिँ मलाई अत्यन्त सक्रिय फलाना यही हो सबै थोक गर्ने भनेर अरू विरोधी पार्टीहरूले ममाथि धेरै खन्निए। तर मैले त्यो अनुसारको कुनै नराम्रो काम गरेका थिइनँ म। किनभने मैले माओवादी जनयुद्धमा पनि हतियार बोक्न चाहिँ मन नलागेर म भूमिगत नभएको हो। हतियारै बोक्ने हिसाबमा चाहिँ म, किनभने अब 23 वर्षसम्म हेडमास्टर भएर पढाएर विद्यार्थीहरूलाई मैले धेरै यो ज्ञानको कुरा सिकाउनु भएको मान्छे, हिंसाको कुरा सिकाउन तपाईँको आत्माले दिँदैन थियो। मानेन, त्यसैले म मानिनँ। तर देशकाल परिस्थिति अनुसार कहिलेकाहीँ त्यो नि गर्नुपर्छ भन्ने हुँदा सामान्य विद्रोहमा म सामेल भएँ र यो सशस्त्र विद्रोहमा म सामेल भइनँ। तर मलाई सामेल भएको भन्ने अभियोगहरू अनेक लागे। मलाई सेनाले थुन्यो 3 महिना। मैले अघि नै भनिसकेँ, तपाईँमा धेरथोर भूमिगत राजनीतिको अनुभव पनि छ। यो भूमिगत राजनीति गर्ने क्रममा अथवा जनयुद्धको क्रममा बाबुराम प्रचण्डसँग पनि तपाईँको भेट भयो? मैले एउटा सम्मेलनमा भेट भयो उहाँहरूसँग। तपाईँ अस्वस्थ अशक्त मान्छेले धेरै दुःख गर्न पर्दैन, अरूले गर्छन्, बलिया बाङ्गाले गर्ने हो राजनीति, तपाईँ आरामसँग नै बस्नुहोस् भन्ने सल्लाह पाएँ उहाँहरू। त्यही भेट त भएको थियो, त्यही सल्लाह भयो। अनि त्यसपछि म त्यसैले धेरै उहाँहरूसँग गइनँ, मेरो स्वास्थ्यले नि दिएन। अनि म त घरतिरै बसेँ, औषध उपचार गरेर। घर भनेर गोर्खा बस्न पनि मिलेन। मेरो त्यहाँ पनि धेरै विरोधीहरूले रिस गरे हुनाले म काठमाडौँ नै बसेँ। मैले तपाईँको बारेमा पाएको तथ्याङ्क अनुसार तपाईँको जीवन धेरै सक्रियताले बितेको छ क्या है। गाउँमा जो गोर्खामा पढाउँदा पनि तपाईँ लायन्स क्लब गोर्खामा पनि आबद्ध हुनुभयो, तुलसी मेयर युनेस्को क्लब गोर्खामा पनि आबद्ध हुनुभयो हैन, अध्ययन अनुसन्धान केन्द्रमा पनि आबद्ध हुनुभयो, बचत सहकारी अभियानमा पनि रहनुभयो, केन्द्रीय बचत सञ्चालकमा पनि आबद्ध हुनुभयो, पूर्वाधार राष्ट्रिय अभियानमा पनि आबद्ध हुनुभयो, जिल्ला स्काउट समितिमा पनि आबद्ध हुनुभयो, रेड क्रसमा पनि आबद्ध हुनुभयो, खेलकुदमा पनि आबद्ध हुनुभयो हैन। यो बिचमा तपाईँले मिल पनि सञ्चालन गर्नुभयो, पसल सञ्चालन गर्नुभयो, केरा खेती गर्नुभयो, जग्गा बिक्री पनि गर्नुभयो हैन, घर खरिद यस्ता हरेक कामहरू गर्नुभयो हैन, घर बिक्री गर्नुभयो।
यति लामो समय यसरी गतिशील भएर बिताएको गोर्खा तपाईँले छोडेर काठमाडौँ आउनुभयो, यो रहर थियो कि बाध्यता थियो? बिल्कुल बाध्यताले म आएको। म गोर्खा छु नि मेरो विचार थिएन। मैले केरा खेती गरेर बस्छु भन्दा त्यो पनि त्यो बेलाको परिस्थितिले गर्दा ध्वस्त गरिदियो। केनाले के मेरो केराबारी ध्वस्त भयो। त्यहाँ त हेलिप्याड तयार भयो। त्यस कारणले मैले त्यो त्यहाँ जाने मेरो भएन। म एक फेर जाँदा पनि धेरै नराम्रो व्यवहारहरू भए। त्यसैले म गइनँ, गोर्खा गइनँ। मेरो केटीकेटीहरू नि पढ्दै थिए। छोराहरू यहीँ भए हुनाले हामी परिवार 4 जना थियौँ, बुढाबुढी, छोराहरू 2टा। हामी 4 जना मात्र यहीँ बसेर कटायौँ। भने पछाडि तपाईँले बाध्य भएर गोर्खा छोड्नु भयो। तपाईँले गोर्खा छोडेको मैले ठिक गरेँ जस्तो लाग्छ कि अथवा गोर्खा छोड्न हुँदैन त्यो जस्तो लाग्छ कि अहिले आएर सम्झिँदाखेरि त्यो यात्रालाई समीक्षा गर्दाखेरि के लाग्छ? यहाँ दुईवटा कुरा। तपाईँको प्रश्नको जवाब दिनुभन्दा पहिले म अलिकति अर्को कुरा गर्छु। जस्तो म यहाँ काठमाडौँ बस्न बाध्य हुनुपर्ने कारण मेरो दुई भाइ छोराहरू यहाँ पढ्थे। ठुलो छोरा एमए पढ्दै थिए। सानो छोरालाई पनि हामीले आइएससी पढाएको थियौँ। अब मेरो त्यो गति भएपछि पढाइमा उनीहरूलाई अलिकति बाधा हुन लाग्यो। ठुलो बाबुले केही काम गर्यो, काम गरेर हामीलाई सपोर्ट गर्न थाल्यो। सानो बाबुलाई हामीले जब अनेक गरेर दुःख गरेर गोर्खाको घर समेत एउटा 2टा घर थियो हाम्रो, एउटा घर बेचेर उसलाई इन्जिनियर पढायौँ। र त्यति गरेर 2 भाइ छोराहरूलाई पढाउने पनि जिम्मेवारी हामीले निभायौँ। अनि हामी यहाँ सुख दुःख जस्तो हुन्छ म अलिअलि शैक्षिक कार्यक्रममा कहीँ तालिम केन्द्रहरूमा तालिम दिएर कहीँ के गरेर कहीँ अनुगमन तालिम हेर्दै हिँडेर आदि इत्यादि गरेर म आफूलाई सपोर्ट गरेर यहाँ बसेँ। र अलिअलि त्यो पेन्सनको पैसाले अलिअलि धान्थ्यो हामीलाई। म पेन्सन प्राप्त मान्छे हो। यसरी बस्यो। अब यहाँ आएर बसिसकेपछि डेरा त्यो हाम्रो घर थिएन यहाँ। हामी डेरामा बसेर के अरे दिन बिता हो। अब यहाँ बस्दै पछि यहाँ मैले एक बेर नाथमको नेतृत्व गर्ने गरी मलाई साथीहरूले हुनसक्छ पार्टीकै पनि सदाशय रह्यो होला, मलाई नाथमको कार्यकारी प्रमुख बनाइदिनु भयो। नाथमको प्रसङ्ग गरिरहँदाखेरि गोर्खामा तपाईँले लगाउनु भएको गुण, तत्कालीन पर्यटन मन्त्री रामकुमार श्रेष्ठ हुनुहुन्थ्यो तपाईँ नाथममा जाँदाखेरि, र उहाँलाई चाहिँ पहिला तपाईँले गोर्खामा लगाएको गुण बापत उहाँले नाथममा नियुक्त गरिदिनु भएको भनेर पनि भन्ने गरिन्छ क्या, यो कुरा साँचो? त्यसरी त नबुझ्नुहोस्। रामकुमारजी र म अलिकति यङ इनर्जेटिक हेड सरहरू थियौँ। हामी जिल्लामा धेरै प्रोग्रामहरू गर्थ्यौँ विद्यार्थीहरूको बिचमा। कहिले हाजिरी जवाब गराउने, कहिले खेलकुद गराउने, कहिले नाचगान गराउने। हामी यसरी नजिक थियौँ। त्यो नजिक हुँदाहुँदै हामीले अनि उहाँलाई उहाँको आवश्यकता, नयाँ शिक्षाले हामीलाई त्यो हाम्रो पुरानोपन भाँड्दियो र नयाँ शिक्षामा हामी आफ्नो आफ्नो स्कुल लिएर बस्यौँ। उहाँको नि व्यावसायिक स्कुल, मेरो नि व्यावसायिक स्कुल। हामी 2 जना त्यो कारणबाट नि नजिक भयौँ। अनि उहाँलाई म शिक्षा समितिको सदस्य, शिक्षा सेवा आयोगको सदस्य भए हुनाले मैले शिक्षकहरू कस्ता हुन्छन् मलाई थाहा हुन्थ्यो, आउँछन् भनेर। अनि त्यो उहाँलाई चाहिने खालको शिक्षक मैले उहाँलाई पठायो। अनि उहाँले उहाँको मनमा के भयो त्यो म जान्दिनँ। पछि उहाँकै प्रस्तावमा म नाथम गएको। प्रस्ताव चाहिँ उहाँले गर्नुभयो। मलाई नाथमसँग त्यति परिचित थिइनँ म। नाथम चलाइदिनुहोस्, तपाईँले गोर्खामा मिडल स्कुल खोल्नुभयो, हाई स्कुल खोल्नुभयो, क्याम्पस खोल्नुभयो, द्रव्यशाह क्याम्पस, त्यत्रो काम गर्नुभयो। तपाईँ अब यो हाम्रो एउटा पर्यटन कलेजलाई नि राम्ररी चलाइदिनु न सर भन्नुभयो। उहाँले प्रस्तावै ल्यायो हुनाले ल त मेरो अरू काम छैन म गर्छु भनेर 4 वर्ष म त्यहाँ लागेर गरेँ। मेरो प्रयासअनुसार क्याम्पस धेरै अगाडि गएको थियो। नाथम कलेज राम्रो थियो। मैले त्यसलाई युनिभर्सिटी बनाउनु पर्छ भनेर निकै लागि। नेपालका बुद्धिजीवी यहाँ सबै अनुभवी साथी, यहाँका विद्वानहरू सबैलाई
समेटे पनि हो, तर गर्दा गर्दै नि मैले सकिनँ। नसकेपछि मैले नाथम आफ्नो 4 वर्ष काल पुरा भएपछि फेरि थप्ने विचार गरेन। म त्यहाँबाट बिदा लिएर अमेरिका। मैले एउटा प्रश्न सोध्न मिल्छ भने जो 23 वर्ष गोर्खामा शिक्षण पेसामा आबद्ध भएर यहाँले बिताउनु भयो बडो दौडधुपसँग, होइन? त्यो बिचमा तपाईँको केही राजनीतिक सम्बन्धहरू पनि थिए, होइन? विभिन्न शिक्षकहरूसँग सम्बन्ध पनि थिए, जिल्लामा प्रभाव थियो। त्यसको लाभ त तपाईँ शिक्षण पेसाबाट रिटायर भइसके पछाडि काठमाडौँमा आए पछाडि पनि लिनुभयो नि, होइन? लिएँ त्यो मात्र होइन, मैले शिक्षकहरूलाई धेरै दिएँ पनि। सुन्नुहोस्, म निवृत्त शिक्षक समाज भनेर हामी पेन्सनर टिचर्स एसोसिएसन खोल्यौँ र मैले गोर्खाको संस्थापक अध्यक्ष पनि हो म। त्यसपछि काठमाडौँ आएँ, यहाँ रहेर चाहिँ केन्द्रको केन्द्रीय समिति रहेछ, त्योसँग मिसिएर मैले अनि मिसिएर केन्द्रको सदस्य भएर काम गरेँ 58देखि। तर म 66 देखि त्यसको निरन्तर अध्यक्ष भएर म 78 सालसम्म म आएँ। 78 सम्म म त्यसको अध्यक्ष भएँ, करिब 12 वर्ष। र अनि त्यो एउटा संस्था अहिले 55 जिल्ला त्यसमा समावेश छ। हामी भर्खरै यसपालि पनि महाधिवेशन गरेर सके हो। त्यसैले त्यो मलाई त्यो सन्तोष लाग्छ। म त्यसमा धेरै समय खर्च गरेँ, म लागेँ पनि। धेरै नेपाल सरकारका मन्त्रीज्यूहरूसँग अथवा सचिवज्यूहरू लगायतको हामी त्यहाँ लागेर हामीले पेन्सन, शिक्षकहरूले पेन्सन बडो हेलाका हिसाबले पाइन्थ्यो, त्यसलाई कमसेकम ब्याङ्कबाट दिने बनाउन हामीले उहाँहरूलाई रिक्वेस्ट गऱ्यौँ। उहाँहरूले हाम्रो आवाज सुन्नुभयो र शिक्षकहरूको एक किसिमले भन्यो भने पेन्सन सम्बन्धी केही गुनासो छैन। अहिले पनि तपाईँ निवृत्त शिक्षक सङ्घमा आबद्ध भएर सक्रिय हुनुहुन्छ। अहिले पनि सक्रिय नै हुनुहुन्छ तपाईँको जीवन धेरथोर सक्रिय नै छ। अरू केमा आबद्ध हुनुहुन्छ अहिले? म अरू केही त्यस्तो खासै अरू संस्थामा म क्रियाशील छैन। त्यही निवृत्त शिक्षक समाज एउटा हो। मैले अनि यसो कहिलेकाहीँ फुर्सद हुँदा कविता लेख्छु। ती मैले कविता मात्र होइन, तपाईँका 2-4वटा कृति पनि प्रकाशित भएका छन्, होइन? यो चाहिँ फुर्सदको उपज हो? फुर्सदकै हो। म अमेरिका बस्दा काम पाइनँ, त्यहाँ लेखेँ अलिकति कविता। अनि पछि फर्केर आएर फेरि यहाँ आएपछि नि फेरि त्यसै बस्दा कविता लेखेँ मैले। 2-3टा पुस्तक मैले, तिनीहरू साना साना पुस्तकहरू होलान्। एउटा अलि मेहनत गरेर अलि ठुलो छ, अरू 2टा ठिकैका छन् पुस्तकहरू लेखेँ। त्यो मेरो फुर्सदको समयको सदुपयोग हो। त्यो आफ्नो जीवनी पनि लेख्दै हुनुहुन्छ अहिले? अब जीवनी लेख्ने विचारमा छु। उहाँ धेरैपट्टि यता र उति भयो, धेरै दुःख खाइयो। मलाई मेरा खास गरेर मेरो छोरा नातिहरूले नि यस्तो यतिको मतलब प्रयास गरे मान्छे रहेछन् हाम्रा बाजे भनेर चिन्नु भनेर पनि म केही लेखेर छोड्ने विचारमा छु। अब म छोटो प्रश्न सोध्नेछु, तपाईँले छोटकरीमै जवाफ दिनुहोला। खास गरी तपाईँको 10 वर्षको उमेरमा व्रतबन्ध भयो, 11 वर्षमा विवाह भयो, है? त्यो बेलाको छोटकरीमा सम्झिनुहोस् त विवाहको क्षण। विवाह भयो, तर हामी के 2जना दुला दुलैको चाहिँ चिनाजानी नजिक हुने कुरो भएन। दुलैलाई देखे डर लाग्थ्यो, उनले पनि दुला देखे डराउँथिन्। त्यो सुरुमा त्यस्तै भयो। मैले त जब म एसएलसी परीक्षा दिएपछि बल्ल म घरमा अलि बसेँ। 3-4 महिना रिजल्ट भएन नि त, त्यतिकै नि बस्यो। अनि त्यो बेला बल्ल श्रीमान श्रीमती भयो भन्ने जस्तो हाम्रो चिनाजानी भएको त्यो बेला हो। वैवाहिक जीवन यात्रा कति वर्षसम्म रह्यो? र मैले 50 वर्ष मनाएँ, है? श्रीमतीसँग यहाँ रमाइलोसँग हामीले त दोस्रो बिहा पो रमाइलो भयो। मेरो छोराछोरीले मलाई 50 वर्ष बिहा गराइदिए। त्यो बेला चाहिँ मलाई निकै रमाइलो लाग्यो त्यो बिहा। 11 वर्षको विवाह त्यति यादगार भएन, होइन? त्यो जतिसक्दो चाँडै त्यो जग्गाबाट भाग्न पाए हुन्थ्यो। त्यो बिहा त्यो गतिले थिएन। अनि अब 69 वर्ष श्रीमती 69 वर्षकी थिइन्। उनी परलोक हुँदा म 70 वर्षको थिएँ भनौँ न, 1 वर्षको। अनि म्याम बितेको कति वर्ष भयो अहिले?
72 सालमा हो 82 भने 9 वर्ष भएछ। अहिले परिवारमा को हुनुहुन्छ? अहिले हामी परिवारमा अब मेरो छोराहरू 2 भाइ, बुहारीहरू 2टी अनि नाति पनि 2 भाइ छोराको 1वटा छोरा छन्, 2टा नाति, नातिनी पनि 1वटा छन्, 2टा नातिनी। यति चाहिँ मेरो आफ्नो परिवार। सँगसँगै मेरो 2टा छोरीहरूको पनि फेरि 2टा छोरी 2टा छोरा छन् छोरीहरूको पनि। छोरी मेरो सानी छोरी शिक्षक नै छन् पोखरामा, ठुली छोरी चाहिँ चितवनमा छन्। उनको 2टा छोरा 1वटा छोरी हो, यी सबै विदेश गए। एउटा अस्ट्रेलिया छ, 2टा क्यानाडामा छन्। तपाईँको दिनचर्या चाहिँ कसरी बित्छ बिहान उठेदेखि बेलुकासम्म? अहिले चाहिँ पहिले त मैले यी केटीकेटीहरू यहीँ राखेर पढाएँ, म सँगसँगै मेरा साथी तिनीहरू हुन्थे। त्यसरी नै बित्यो, पढाउने गर्ने धुनमा नै लागिरहेँ। म आफू पनि अलिअलि प्रोडक्टिभ काम केही न केही गर्थेँ भनौँ न, केही ज्ञान बेचेर काम गर्थेँ। तर अहिले चाहिँ केही पनि छैन। अब म एकदमै रेस्ट पिरियडमा छु। मलाई कसैले काम दिए त म गर्थेँ होला केही काम, कसैले पनि काम नदिए मलाई ठिकै छ, म आराम गरेर बस्छु। अब जति दुखेँ मैले, हेर्नुहोस् क्याम्पस खोल्दाखेरि क्याम्पसको लागि जग्गाको लागि मैले धेरै भिडेँ। द्रव्यशाह क्याम्पसको जग्गा लिने कुरा म 6-8 महिनासम्म धेरै भिड्न पर्यो। त्यसको लागि मैले चुनाव लडेर गाविसमा बसे पनि एउटा कारण चाहिँ त्यो पनि हो, जहिले पनि दिँदैनन्, कसैले पनि दिन्नन्। आफै अध्यक्ष भएपछि लौ त नदिउँ भनेर त्यसरी पनि जग्गाको हिसाब किताब गर्न लागेँ। अनि म कस्तो गर्थेँ भने बिहान म 6 बजे उठेर क्याम्पसको पहिलो पिरियड पढाउन पुग्थेँ। म 6 बजेको क्लासमा लिन्थेँ है। अनि 10 बजे 9 बजे क्याम्पस सकेर फर्केर आएर उभि भात खाएर म गाविस चलाउन जान्थेँ। 10 बजे 10 बजेदेखि 1:30 बजेसम्म म गाविस चलाउँथेँ। त्यहाँबाट म जिल्ला अफिस चलाउन भनेर सदरमुकाम जान्थेँ। मेरो यो रुटिन दिनदिनै मेरो, म गाविस अध्यक्ष जनमोर्चाबाटै चुनिया हुनाले यता नि काम गर्थेँ। अनि उपाध्यक्षलाई त्यहाँ तपाईँ गर्नुहोस्, बाँकी काम भए नभए भोलि गर्छु भनेर हिँड्थेँ। यसरी काम गरेर धेरै व्यस्त जीवन बिताएको थिएँ। र मलाई त्यसैले होला म अहिले थकान लाग्छ? अहिले लागेको हो थकान? र पनि अघि नै तपाईँले भनिसक्नुभयो अझै पनि मलाई पत्याएदेखि कसैले काम दियो भने म गर्थेँ भनेर भन्नुभएको छ। यो काम कस्तो काम हो? यो बसी गर्ने काम, बौद्धिक काम, यस्तो मात्रै काम गरिन्छ। अब अरू शारीरिक काम गर्न सक्ने हैसियत हुँदैन। बिस्तारै हिँड्न त कहीँ जान सकिन्छ। म बेला बेला गोर्खा जान्छु, पोखरा जान्छु, अमेरिकै गएँ 2-3 पालि। यो अवधिमा तपाईँले विभिन्न देशहरूको भ्रमण गरिसक्नु भएको छ, स्विजरल्यान्ड घुम्नु भएछ होइन? यो लगायत तपाईँले कुन देश घुम्नुभयो? म स्विजरल्यान्ड गएँ, अमेरिका गएँ, चाइना गएँ 2 पटक 3 पटक गएँ। चाइना त चाइना गएँ, ब्राजिल गएँ, दक्षिण अमेरिका ब्राजिल गएँ, थाइल्यान्ड गएँ, मलेसिया, बङ्गलादेश, अमेरिका। हामी संवादको अन्तिममा पनि छौँ है, केही भन्न चाहनुहुन्छ? म जे संस्थामा काम गरेँ त्यो संस्थामा नामको त्यो के अरे पदको लागि मात्र होइन। मैले लाइन्समा काम गरेँ। लाइन्समा काम गर्दाखेरि हेल्थ क्याम्प, आई क्याम्प जस्ता क्याम्पहरूमा गएर खटेर काम गरेँ। क्याम्पसतिर खोलेँ, क्याम्पसको लागि जग्गा चाहियो, त्यो क्याम्पसमा डोजर लाउन पर्यो, भवन बनाउन पर्यो, काठ बोक्न पर्यो, सारा काम आफू गर्थेँ। नाइते अब अरू सँगसँगै लागेर अरूलाई म यो यस्तो काममा नि म लाग्थेँ। मैले भनिहालेँ पहिले गएर छोप्राकमा हाई स्कुल खोल्दा नि म लागेर धेरै लागेर हामीले 1 वर्षसम्म तलब नलिएर, तलब नपाएर के नभएर नलिए है, फेरि त्यसै त्याग गरे होइन। अनि पछि लियौँ, अनेक गरेर लियौँ, चन्दा उठाएर के गरेर विद्यार्थीहरूको सङ्ख्या बढाएर यस्तो हामी जहाँ लाग्यौँ एकोरो लागेर काम गऱ्यौँ। मैले के काम चाहिँ असफल गरेँ भने मैले मिल खोले, तपाईँले अघि नै कतै भन्नुभयो, त्यो मिल मेरो असफल भयो। म मिलमा ध्यान दिन पाइनँ, म खालि अब स्कुल कलेजको काममा हिँड्ने, मेरो मिल गयो। अनि पसल पनि त्यस्तै, पसल
3 महिना बिदामा आएर बसेका थिएँ पसल चलाएको त्यो बेलाको गभर्मेन्ट अफिसरहरूले खास गरेर सिडिओले पनि जिसिआले पनि उहाँहरू मेरो नजिकै पर्ने सदरमुकामको यो भएन एउटा हेडमास्टर पसल चलाएर जिरामरिच बेचेर हुँदैन भनेर मलाई डिस्करेज गर्नुभयो र मेरो शिक्षक सङ्गठनका साथीहरूले त आएर लु त्यो पसलको मूल्य हामी किनिदिन्छौँ भने जस्तो गर्नुभयो त्यसैले अनि मैले पसल छोडेँ केरा खेती मैले खुब चाखले गोर्खा बस्ने गरी गरे हो तर त्यसलाई चाहिँ अब त्यो बेलाको परिस्थिति बिग्रियो अब चराइदिए मेरो केरा खेती सबै नाश गरिदिए त्यहाँ अब कसलाई दुःख दिउँ र हेलिप्याड बनाए हेलिप्याड आएपछि कुनै समय तपाईँ चुरोट पनि खानुहुन्थ्यो चुरोट छोड्नु भयो कति वर्ष भयो चुरोट छोड्नु भएको त धेरै वर्ष 38 सालदेखि छोडे हो भन्न मिल्छ भने अहिले तपाईँलाई स्वास्थ्यमा के समस्या छ के औषधि खानुहुन्छ म एउटा सुगरको रोगी पेसेन्ट हो अरू खास केही छैन अरू ठिकै छ हामी संवादको अन्त्यमा आएका छौँ खास गरी फेरि पनि तपाईँसँग अर्को संवाद म गर्नेछु केही भन्न चाहनुहुन्छ अन्तिममा ठिकै छ जे तपाईँले यति मिहिनेत गरेर यसलाई अलिकति उजागर गर्न खोज्नुभयो मैले सबै कुरा त अहिले अनायास भयो सबै राख्न भ्याइनँ म फेरि अर्को पालि कोसिस गरौँला कोसिस गर्नुहोस् यसको लागि तपाईँलाई धेरै धन्यवाद मेरो केही जीवनका अनुभूतिहरूलाई संस्मरणहरूलाई उजागर गर्न खोज्नुभयो यसको लागि धेरै धन्यवाद दिन्छु तपाईँलाई धन्यवाद